हजुर फाइनल्ली म चाहिँ यो तपाईहरु देख्न सक्नुहुन्छ यो टोकियो स्टेसनमा छु है अहिले यहाँको टोकियो स्टेसनमा आइपुगेँ म अनि मेरो चाहिँ के अरे माचुयामा नाहादेखि टोकियोसम्मको स्टेसन मेरो चाहिँ यात्रा पुरा भयो आज हैन एकदम खुसी छु म आइम ह्याप्पी म सफल भएँ म एक्लै आएको थिएँ म सोलो राइड हो एक्लै जे होस् म सफल भएँ टोकियो स्टेसनमा सम्म आउनुलाई मेरो चाहिँ डेस्टिनेसन यस गुगल म्यापले धेरै राम्रो काम गर्छ हाई ओहाई गोजाइमास मिनासान सबैजनामा नमस्कार मेरो है जतौ अनि म चाहिँ आज यो के अरे एहिमे म बसेको ठाउँबाट चाहिँ तपाईको ओकिनावा हुँदै ओकिनावाबाट टोकियो जान्छु है त आज चाहिँ मेरो टुर छ हैन अनि अब यहाँहरुलाई म मेरो भिडियो पनि कस्तो लाग्छ यहाँहरुलाई हेर्दै गर्नु होला अनि म यहाँहरुलाई मेरो अहिलेको जुन बिसक्यो अब यहाँ हेर्न सक्नुहुन्छ मेरो झोला यो झोला जुन बिसकिसके अनि यो कोठा चाहिँ अब म छोड्दै छु हैन सबै अब यहाँ चाहिँ तपाईको यो के अरे आफू सुतेको बेडहरुको यो के अरे सबै चाहिँ तपाईको धोएर चट्ट चिचार चिटिको पारेर अनि सबै कुरो चाहिँ सरसफाइ चट्ट गरेर तपाईको राख्नुपर्छ है यस्तै छ अनि अब यस्तै हो हैन हजुर अनि यहाँको चाहिँ अब छोडिदिएछ ठाउँ अनि सबै सरसफाइ गरेर अनि अब सबै सरसफाइ गरेर यो अब यो भूतबङ्गला मेरो यो भूतबङ्गला चाहिँ अब छोडेर जाँदैछु है म हजुर खाकुनिन गरेको हजुर अब फेरि यहाँ आइदैन अनि त्यही भएर ल साँच्चै लगाइदिउँ ल है अब लाग्यो यो एहिमेबाट पनि हजुर फाइनल्ली यो ढङ्गाला पनि छोडियो आज चाहिँ राम्रो घाम लागिरहेको छ देख्न सक्नुहुन्छ दृश्य अनि मेरो चाहिँ आज यहाँबाट माचुयामा गइन्छ माचुयामा एकीबाट चाहिँ अनि अहिले चाहिँ म चाहिँ ट्याक्सीमा छु तपाईँको ट्याक्सी पनि आयो छिटै आयो ट्याक्सीमा चढेर अनि यो चाहिँ ठाउँ यस्तै छ यहाँको मेरो ठाउँबाट चाहिँ लगभग त्यो ट्रेन स्टेसन चाहिँ 20 मिनट जस्तो लाग्छ बाटो चाहिँ सबै साइकलमा चाहिँ तपाईँको आधी घन्टा जस्तो लाग्छ यहाँ बजारमा आउनुलाई अनि अहिले जाने म ट्रेन स्टेसनसम्म चाहिँ तपाईँको लगभग 20 मिनट जस्तो लाग्छ होला ट्याक्सीमा अहिले ट्याक्सीमा छ ट्रेन स्टेसन पुगेपछि यहाँको बाटोहरू हेर्न सक्नुहुन्छ फाइनली आइपुगेछ है न्यू हावा स्टेसन अहिले फाइनल्ली म चाहिँ ट्रेनमा चढेँ होइन अहिले माचुयामा जाँदैछु यो गाउँको ट्रेन चाहिँ यस्तै हुन्छ है सानो छोटो हुन्छ होइन थोरै पनि हुन्छ नि मान्छेहरू प्रायः जस्तो
सबै खाली नै खाली छ क्या, प्रायः छैन मान्छे नै। हुन्छ यहाँबाट चाहिँ एयरपोर्ट पर्छ कि यहाँ चाहिँ एयरपोर्ट पर्छ। 1.5 घन्टा लाग्यो भनौँ न। अब चाहिँ म चाहिँ निस्किँदैछु है। सुन्नुहोस् न, देवुची कोची त्यसमा सोध्नु सक्यो बाहिर निस्किने टिकट हो क्या त्यो। अहिले चाहिँ यो माछुयामा के भन्छ होइन, तपाईँले त्यो ठाउँमा आइपुग्यो कि अब यहाँ ट्याक्सीहरू पुरा लाइन लागिरहेको छ। अब यहाँबाट म ट्याक्सीमा एयरपोर्टसम्म जानु चाहिँ तपाईँको महँगो पर्छ होइन। यो जस्तो ठाउँ छ बस पनि आयो। ओकिनावा जान्छु। ओकिनावा पनि ओकिनावाबाट चाहिँ टोकियो हुन्छ मेरो ट्रिप। म चाहिँ त्यो बसबाट चढेर आधी घन्टा जस्तो लाग्यो आउनुलाई माछुयामा एयरपोर्टसम्म। अनि म चाहिँ कोही पनि छैन, एउटा ब्याग छ, म एक्लै हो। आएको 2 वर्ष भयो जापानमा होइन, एक्लै चाहिँ म ट्रिप गर्दैछु क्या। फाइनल्ली अहिले चाहिँ म नाहा एयरपोर्ट आइपुगेँ होइन ओकिनावाको। अब यहाँबाट चाहिँ म फेरि टोकियो जाने तर्खरमा छु। अनि ट्रान्सफर गरेर अब कता हो खोज्नुपर्छ। एक्लै छु होइन, अनि कोही छैन। फर्स्ट टाइममा मेरो सोलो माछुयामा ओकिनावाबाट के अरे टोकियो। हेरौँ यहाँबाट अब उ गरेर ब्यागेज स्यागेज लिएर अनि यहाँबाट चाहिँ फेरि लाग्छु टोकियो होइन। मेरो चाहिँ अब 12 लगभग अहिले 11 बज्यो। 12-10 बजीदेखि चाहिँ मेरो यो नाहा एयरपोर्टबाट चाहिँ ओकिनावाको नाहा एयरपोर्टबाट चाहिँ टोकियोको नारितासम्म छ है मेरो। अहिले चाहिँ ठ्याक्क 11-10 भएको छ। 12-10मा चाहिँ मेरो यहाँबाट सिप्पा चाहिँ डिपार्चर हुन्छ होइन। अनि अब तपाईँको यहाँ तपाईँ माछुयामाबाट यहाँ ओकिनावा नाहासम्म आएँ। अब नाहाबाट चाहिँ तपाईँको टोकियो नारितासम्म जान्छु होइन। अनि अब यहाँ कस्तो देख्नुहुन्छ, अब भोक लागेर हेर्नुहोस् न। यो खाँदैछु यो हल्का। अनि अहिले अब प्लेन पर्खिँदै हो। सायद त्यो आन्न होइन, मैले चाहिँ पिचको काटेको थिएँ, त्यो पिच हो। अहिले चाहिँ जाँदैछ 11 कति बजेको। अब मेरो चाहिँ एकछिनपछि आउँछ होला। अनि अहिले चाहिँ यो खाँदैछु हल्का। यो घिउ पनि साह्रै महँगो, यतिको तपाईँको लगभग 1000 रुपियाँ पऱ्यो यो। र यो यसको जुसको तपाईँको 1000 रुपियाँ पऱ्यो। महँगो क्या तपाईँको, साह्रै महँगो एयरपोर्टमा खानै पऱ्यो के गर्ने। अनि अब यहाँबाट चाहिँ म लाग्छु तपाईँको नाहाबाट टोकियो। अनि म टोकियोमा हजुरहरूलाई भेट्छु है त। ओके, सी यू इन टोकियो। प्लेन देख्न सक्नुहुन्छ।
टोकियोको नारिताबाट आइपुगेँ होइन नाहाबाट ठ्याक्कै 2.5 घन्टाको फ्लाइट थियो अनि अहिले चाहिँ म यो के अरे बस पर्खिरहेको छु क्या जस्तो यहाँ बसको टिकट यहाँ छ यो बसको टिकट अब यहाँबाट चाहिँ म फेरि टोकियो स्टेसनमा जान्छु होइन अब जग्ग मेरो चाहिँ के अरे ट्राभल चाहिँ समाप्त भयो अब यहाँबाट चाहिँ टोकियो स्टेसन गएर अनि त्यहाँबाट चाहिँ म साथीको कोठामा लाग्छु अहिलेको लागि चाहिँ है त ओके बाई बाई सी गाइस बस पनि आयो यही बसमा जाने हो टोकियो स्टेसनसम्म हामी चाहिँ जान्छौँ है त 4 बजे 5 मिनटमा आउँछ ओके बाई बाई टोकियो फाइनल्ली म चाहिँ यो कथा देख्न सक्नुहुन्छ यो टोकियो स्टेसनमा छु है अहिले ठ्याक्कै टोकियो स्टेसनमा आइपुगेँ म अनि मेरो चाहिँ के अरे माचुयामा नाहादेखि टोकियोसम्मको स्टेसन मेरो चाहिँ यात्रा पुरा भयो आज होइन एकदम खुसी छु म आएँ ह्याप्पी म सफल भएँ म एक्लै आएको थिएँ म सोलो राइड हो एक्लै जे होस् म सफल भएँ टोकियो स्टेसनमासम्म आउनुलाई मेरो चाहिँ डेस्टिनेसन जस गुगल म्यापले धेरै राम्रो काम गर्छ ओके सी यू गाइस नेक्स्ट ब्लगमा